अब यहाँदेखि जाउँ न यहाँदेखि बाहिर ठाउँ छ त किन हो यो चाहिँ साह्रै स्वादिलो लन्डन ब्रिज छेउमा लन्डन एरिया नखाने काटिहालौँ न हौ कति ढिलो रेड बलेको अब चाहिँ यो चाहिँ सबै बाटो काट्नु नि गाह्रो कस्तो हेर्दाखेरि नेपालीहरू जस्तो तर बोली चाहिँ काँदा गरेर बोलेको मैले अर्को हालको चप्पल लाएर आएको थियो कस्तो राम्रो छ खुट्टाले हिँड्नु फाइदा हुन्छ बेग्लै मजा हुन्छ खुट्टाले हिँड्दा खुट्टाले हिँडेको ये भित्री साइड बाहिरी साइड के हो कान्छी यो कति राम्रो हातमा लाउने हो कि के हो यो हातमा लाउने हो कि के हो कति राम्रो उयो लन्डन पिकको कस्तो राम्रो राखेको किन्नेर कान्छी के हो बार आइराखिन्छ अनि के किन्नु भोलिपर्छ किन्नुपर्छ नाति आएको आई खुट्टाले हिँडेर अहिले आइपुग्यो भित्री बाटो हिँड्दै अनि यहाँनिर ठ्याक्क आइपुग्यो यहाँ उसमा चाहिँ कस्तो नबोल्नु अहिले यहाँनिर देखाउँछु आइज न उतै पर Bridge, guys. London Bridge, guys. London Bridge.
त तल्लो साइड गएर उता पारी जाने कि त्यता नजाने कि यता यतै जाउँ फर्क्यौँ अनि अब ऊ फेन्टेसी वहीँ पुल पारी हो आमा त्यसो भने अघि भइहाल्थ्यो नि यो त पुल पारी पो त के फोटो पनि खिच्नु जति बेला पनि आई छुट्टी भएको बेला के भएकोले खिच्नु त खिच्ने कि पर साइड होइन कहीँ पनि परको साइडदेखि त खिच्नै पर्छ अब के गर्नु ल अनि त्यो गरेर गाडी चाहिँ खिच्नु मन परिहाल्छ के गर्नु है नआउनु आइसकेपछि खिच्नु तर बार चाहिँ अलिक पर हिँड्नु न फोटो त यही फोनबाट